आज as you can see आज हामी जाँदैछौँ हामी 4 जना लागेको अनि ल हामी 4 जना चाहिँ आज देवचुली डाँडा जान लागेको अरूहरुसँग ग्रुपमा मिलेर ग्रुपमा चाहिँ मामाहरु भाइहरु हुन्छ अनि हाम्रो हामी यिनीहरु मेरो सबै बहिनी हो अनि मैले अब सबै जना त्यहाँ गएर रमाइलो गर्ने एक दिनको मात्र हो आज जानी अनि भोलि फर्केर आउने अनि देवचुली डाँडा गएर चाहिँ हामी हाइकिङ गर्छौं भन्नु है कतिको हिँड्न सक्छ हामी सबैजना आई डोन्ट नो असम गएको अब हामी जान लाग्यो घरबाट हामी घरबाट निस्केको बाइ बाइ गएको हैन अझै के मलाई ब्याक पनि गर्नु मन दलदले कहाँ जाने दलदलेमै पसिँदै घरमा दलदलमा छु गाइस अब चाहिँ हामी दलदले आइपुग्यौं अब गाडी चढ्न लाग्यो कहाँको गाडी रे बुलिङटाङको खरा सर्ट छ कारे दलदले देखिन हामी कहाँसम्म झर्ने हो बोलाउनु न आज फेरि बोलाउनु रे यत्र बोलाएर नि बोलाउनु होला कस्तो मान्छे भएपछि हामी निस्किन्छौँ यहाँबाट अनि कहाँ जान्छ मैले म मामालाई सोचेँ हामी कहाँ जानु Guys, I'm finally झरेम अनि आइफोन नभएर मात्रै यस्तो देखिरह नत्र आइफोन भएको यो भन्दा राम्रो त्यही भनेर जाउँ अब चाहिँ अफिसियली जर्नी स्टार्ट गर्यौँ हामीले यस्तो छ ट्रेकिङ केही गर्नु अनि यु क्यान सी बाटो हेर्नुहोस् यस्तो हो जालीलाको साइडबाट यता हेर्यो भने चाहिँ तल गुल्ड्यो भने मान्छेको लास देख्दैन के यहाँबाट गुल्ड्यो भने के त देवचुलीबाट यो त के लाउँछ के हाम्रो उसो के गाडी सके भरे जमजम चाहिँ टुरिस्ट सँग खाला के रे हाम्रो उता दिदीको रुम पनि थियो के ल अब चाहिँ हामी फर्स्टमा के स्न्याक्सहरु किन्न जाँदैछौँ कलेको यस्तो छ के गाइजहरु भ्यू चाहिँ देवचुली डाँडा चाहिँ उ त्यो कुन वाला उ त्यो वाला उ यो बादलले ढाकेको यता देखाउन न यता हामी चाहिँ यहाँ छ यता अब हामी हिँड्दैछौँ हैन पसल हो के अब जाने फाइनली देवचुली डाँडा हामी जाँदैछौँ वाउ आई एम भेरी एक्साइटेड त्यही होमस्टे अब पुग्ने आयो त्यो फोटाउनु त्यो सुरुको फोटाउनु भन्ने चाहिँ हो आता राति भए पुगिसके त्यसको ससुराली हो त्यो देउराली बस्छ अहिले त सुन्तला कति पाएछ होला जानु त भोलि गरौँ भयो टाउको मार्नु पर्छ हिँडाउ मेरो ब्लग A few moments later. भन्न बोल्दै हिँड्नु भेरी इन्ट्रेस्टिङ प्लेस आउन भन्न रिकमेन्ड गर्नु केही सो यस्तो गाडी
फोटोहरु यहाँनिर धेरै निहाइछ। हामी यस्तो राम्रो हो यो नलपुरको देक्चुल डाँडा भन्ने ठाउँमा आउनै पर्ने हुन्छ। क्यामेरा अलिक उस भयो नि त केही छैन। आइफोन भएको अब आइफोन भएको मान्छेहरूले त रिप्लाई पनि दिएन म्यासेज त के गर्नु र यस्तै अब लिएर हिँड्नुपर्छ। मान्छे राम्रो भइसक्यो आइफोन चाहिन्छ के त्यही नराम्रो भयो त आइफोनमा आएको नि। मान्छेलाई नेचुरली ठिक हुन्छ। आइफोनबाट फोटो पठाएर पछि अरूले जम्का भेट हुन्छ। फोटोमा र मान्छेको धेरै फरक देखिन्छ नि। बाल मतलब त्यो चाहिँ हो है करिना र झन्डे मरिना यस्तो मजा खायो। अब हाम्रो एउटा होमस्टे प्याक भयो। जाडो जाडो छ आउँदाखेरि चाहिँ अलिक अब जाडो महिनामा आउनेहरूलाई राम्रो अलिक बाक्लो कपडा लिएर आउनु। अहिले ठिकै छ हिँड्नलाई। झन् तर जाडो महिनामा आउनेहरूलाई क्या। अब हामी चाहिँ भोलि फर्किन्छौँ आधा एक दिन घरबाट फेरि। यस्तो उकालो के के छोक्स्या भनेको उसो खानेकुरा के के खामा त कस्तो मम स्मृतिलाई चखाइदिउँ न। ओ त्यहाँ पर्पल त्यसको फुल हुन्छ त्यहाँ अब वहाँ माथि फैला कसरी जाने म त फुल त थाहा म त खानेकुरा मात्रै देखियो त त्यो त छोक्सेरको फुलै हो नो माथि माथि अब के टिकट झराउनु मिल्छ क्या हस् बाटै छ त ओ त्यहाँ हो सानो म त पर्पल कलरको देखिरहेको हजुर पर्दैन ल्याउने हो पर्दैन पर्दैन बाटो छ त यहीँबाट चढ्ने बाटो त चढ्छ ओ फुल यही फुल त हुन्थ्यो होइन हो यो छोक्स्यारा न हो यो हो यो त्यही त भन्दा नि त्यही फुल हो झोक्कामा फुलेको कि त्यो चाहिँ है गाइस देखाउने यता के नेचर नेचर जाने मिल्छ त माइजूलाई भन्नु क्या यो गीत डेडिकेट गर्नु Oh my God. हामी त पुगेको रु यसो त कामै अलिक खस्यो मामा त कति चार हिँड्नु भयो र मलाई बानी पर्छ कि हजुर पार्कको स्ट्रबेरी तर यो खासैमा बिक लाग्दैन छ त भोरे लैजाम पानी चाहिँ गाइस त्यहाँको चाहिँ पानी चिसो छ एकदम झन् मासतिर झन् चिसो हुन्छ रे ओहो हावा यस्तो उकालो हो गाइस पानी पर्छ क्या उही खतरा हो पानी पर्छ यो बाटो कुरा गर्नु यो त उयो
माथिको चार पानी परे जस्तो छ त उ छाता एउटा मात्र हो ल्याएको यता हेर्नुहुन्छ माथि है यस्तो जङ्गल हेर्न बादलहरू कस्तो देखेको छ गाइस देवचोली डाँडा त्यहाँ पुग्नु पर्ने हामी कहिले पुग्ने हो हेर्दै ठिक हो जाडो जस्तो छ अहिले नै अलिक एकछिन घाम लगाएर मात्र नबोल क्या प्लिज मैले ओह्रालोमा झन् पेट दुखिरहेको मलाई भोलि माथि डाँडाबाट झर्दा अनि हात हल्लिन्छ खुट्टा काम छ मलाई हान्छ जस्तो तिमीहरूलाई थाहा भएन अब हामी एकछिन रेस्ट गर्ने के खाएको अब हामी यहाँ रेस्ट गर्ने मलाई नि हामी जस्तो अल्छीको ढ्याकहरू ट्रेकिङ आउने कसैले नपत्याउने धन्न आइपुग्यो हिजो कुरा कहाँबाट निस्क्यो हाम्रो यो अचानकको किनकि हामीले सोचेको 2 वर्ष अगाडि थियो तर सफल चाहिँ हिजो मात्र भयो सक्सेस चाहिँ यो प्लान अनि आज आइपुग्यौँ त्यही पनि हिजो म फेरि आज काठमाडौँ जानेवालामा थिएँ हिजो फिक्स नभए भए त आज काठमाडौँ पुग्थेँ म हामी चाहिँ घरमा प्या परेर बस्थ्यौँ यिनीहरू चाहिँ घरमा बस्थ्यो अनि स्कुल खै खुसी जी देख्नुहुन्न त हौ हजुर त चिबाइकै मेरो कपाल खुला ल सबजना खाँदैछन् खै अरू खानु के खाने हो जाऊ जाऊ होइन पुरानो मामा हो इन्टरनेसनल मामा हाम्रो के गर्ने हो कालो आएको अहिले त ओ कस्तो भोलि त यहाँदेखि घर पनि जानु मन लाग्दैन है कस्तो होइन कस्तो कस्तो हुन्छ घर जाने बेलामा होइन अनि पछिसम्म यस्तो याद आउँछ यस्तो हिँडेको यस्तो यस्तो सोधा याद हामी अहिले चाहिँ आज चाहिँ कति हिँड्नु पर्यो जस्तो भयो तर रमाइलो नि भइरह है तर पछि जस मेमोरिज हुन्छ नि त हामी फेरि चाहिँ कहिले काहीँ मात्र हो कहिले काहीँ अक्कल झक्कल 5 वर्षमा एकचोटि भने जस्तो यो त त्यो पनि पाउँछ हो त्यो पनि ला जान दिनुहुन्छ कि नै जान दिनुहुन्छ कि नै भनेर बस्नुपर्छ कहाँ जानुभयो र मामा राईकोट जानुपर्छ भन्दै एउटा ऊ हाम्रो मामा त्यहाँ चिम्पान्जी जस्तै माथि पुग्नु भएको मामालाई जाउँ न खानु न एम के त्यस्तै देखेछ गौतम बुद्ध जस्तो देख्नु भएको छ एकदम हामी अन्सी माट पनि पस्नु पर्ने कि जुसहरू यस्तो बोर्डमा चाहिँ पर्पल कलरको फुल फुल्दा क्या हो यस्तो भनेको यस्तै बुट जुन बुटमा पनि टाँसेर फुल्छ क्या
ए त्यो उसमा रुखमा त्यो त्यसै लहरा जस्तो गएर म त भागे के गरे यार मेरो पुच्छरहरु आज त केही होइन रे के भोलि अरे माथि सिधै I don't recommend. गाउन नसकेर हिँड्न नसकेर I don't recommend. कस्तो हो अनि तब म भन्छु त भोलि थाहा हुन्छ कस्तो हुन्छ अब यो भन्दा नि बब्बा यो सुरुवात भन्छ हो म सुत्ने मलाई गएको बित्तिकै पल्टिने ती मजाले सबैजना पल्टिन्छ पास सुरुमा त्यही भने कति दिन आइपुग्यो हामी यत्रो बाटो हिँडेर हामी आएको वहाँबाट हामी ल्याएको वहाँ कहाँ आयो सो गाइस मोस्ट रिकमेन्ड बेलामा चाहिँ जुस लिएर आउनुहोस् सनस्क्रिन मजाले दलेर आउनुहोस् काली भइसक्यो हामी भन्नु सो कालो मान्छेहरूलाई चाहिँ केही छैन आउनुहोस् कालो मान्छेहरूलाई केही छैन आउनुहोस् रे म खुल्ला हिँडिराखु आयो अब चाहिँ हामी त यहाँ बाटो नि देखेन हामी यहाँको बाटो गाइस वहाँ माथि जाने हामी देवचुल डाँडा भोलि आइपुग्यो अब चाहिँ देवचुल डाँडा हेर्नुभयो त्यही हो माथिको बादल लगाएको त्यो चुच्चोमा पुग्ने हामी भोलि जना बस्ने एउटा होमस्टेमा हामी यहाँ सुत्ने रे कता चप्पल ल्याउनु पर्ने चाहिँ डुल्न जानु तैँले त नुहाउँदै रहेछ मिनुवा त लोनाकिन चाहिँ बार तैँले त नुहाउँदै भयो कहाँनिर चाहिँ दिन्छ फलाफलले रात दिन हो कि भोलि हामी त्यो चुच्चोमा पुग्ने यो चाहिँ उडुस भगाउने रे कस्तो उडुस भन्ने थाहा छैन रे यो मान्छेलाई कस्तो कुरा गरेको होला है त्यो टुकुनी बजाइ त्यस्तै भन्ने कि सेम त्यस्तै हुन्छ त्यहाँ अझै नै यहाँ बसाल्नु पर्छ अलि छिटो फोन गरेर ठ्याक्क एउटा रुम छ तर त्यो 21जनाको रुम रहेछ कि अन्त सब थपेर रहेछ कि गाइस आज हामी यहीँ बस्ने रे कैसी कस्तो हो यहाँ त डाटा चल्दैन क्या हो चल्छ यतातिर अलि त चल्छ पानी खान जाऊ त ए उता तिनीको यिनीहरू त के निस्केर घुम्न उ त्यतै हेर्न गयो भने चाहिँ जाम यतिकै जाम भयो जुत्ता सुत्ता के खोल्नु पर्दैन जाम अब हामी यहाँ बसेर अहिले
हामी बाहिर निस्क्यौँ एकछिन अब यतातिर के हो र हामी जाने नै हो भोलि साग त लागेको साग ऊ त्यो हामीले खोजेको छोक्सी हो कि छोक्सी होइन त्यो हो आमा के थाहा के अरे अब त कपडा फेर्नु पर्यो त्यो कुचो हो कि त्यो कुचो त्यो कुचो मामा को खाम कहाँ फोटो सोटो खिच्नु जाऊँ भनेको होइन कता हो जाउँ न अहिले डुरोममा के खिच्नु फोटो खिचाइ सिस्टर त के हो न त्यही केही देखिनौ लुङ्गी लाएर है आइफोन भएको लुङ्गी लिएर कानेन कति लामो हुन्छ के भनेको खुट्टा तन्कायो खुट्टा तन्कायो मान्छे यो ब्राउन रहेछ त्यो ब्ल्याक रहेछ यस्तो घरमा त हो यो सोरेन अलिकति यस्तो हेर टकटो हो धेरै हुन्छ हजुर त पर्दैन हामी अब गर्मी भएर कुक खान लायौँ भोलि घर जानु पनि मन लाग्दैन होला है मेन त सुशीलाई हो चिसो भयो पो भुर्रै आउँछ के गरे दिदी समाउनु यहाँ त रुमै छैन कहीँ हुन्छ नि हेलो छन् त छ धेरै होइन के आइफोन ल्याउँ भजले बिस्तारै नल्याएको कि आइफोन त एक घन्टा अगाडि आएको 1 घन्टा भइसक्यो आउँदा बरु नेटवर्क एकदम प्रब्लम हैछ ओ बाजु काचु टिला रानी है काचु टिला रानी न कतिजना भाइ तिम्रो आएको अहिले आठजना भनेपछि 9, 10, 11, 12, 13 जनालाई उयो हल कोठामा राख्छ सक्दैन त्यो कुरा गर्नुपर्छ हैन त्यहाँ के एउटा कोठा यो खुट्टा कामेको भएन किन धेरै हिँडेर नि हामी गाडीमै हो भाइ यार के थुइया लिएर पनि पर्दैन मैले दाइको ल्याउने भन्थे कन्ट्याक्ट नै भयो नि त्यत्रो उता कुर्ती लिएर आएर बस्न ओइ ओइ उता कुर्ती लिएर आएर धन्य हा सबै अलग त्यसलाई फोन गरेको हैन हामीले त्यत्रो यस्तो जाडो ल हामी एकछिन बाहिर आएको यहाँ अँध्यारो भइसक्यो धेरैजना मान्छेहरू हुनुहुन्छ त जाडो एकदम अब फेरि भिडियोमा 1 go 2 1 go ब्लग बनाउँदै हो तिमीले हजुर ओके
मेरो बहिनीको युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु भन्न चाहन्छु। धन्यवाद। बजाउन जेप्पाइ देखेर के हुन्न। मम्मीको बाना यस्तो बन्यो राम्रो क्यामेरा आउने अब चाहिँ हामी खाना खान थालेको सबै मामा श्रेया के हजुर नि जानुहुन्छ भो अचार छ के को तरकारी रे बस्न नमिले तर बोडी खाउली आलु अनि दाल यहाँ ल हामी खाना खान लगाएको अब हो आज त बेसरी मान्छेहरू हो कि ल गाइज अब हामीहरू सुत्न जान्छौँ।